हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले एफएसयु कपको फुटसल टुर्नामेन्टको भिडियो लिएर आएको छु। यो चाहिँ फर्स्ट म्याच हाम्रो सोसियोलोजीसँग भएको थियो। पुरै भिडियो छैन, त्यही पनि मैले थोरै भए पनि मेमोरिजको लागि हुन्छ भनेर यो भिडियो पनि एट्याच गर्न लागेको छु। यो भयो हाम्रो सोसियोलोजी र सिडिएमको म्याच। यसमा चाहिँ हामीले लास्टमा 2 गोलले जित्यौँ, तर गोल लागेको भिडियो चाहिँ रहेन रहेछ। अनि सेकेन्ड म्याच थियो एजुकेसनसँग। उनीहरूसँग चाहिँ हामीले फोटो पनि खिचेको रहेन रहेछौँ, प्लस अगाडि खेलेको त्यो भिडियो पनि रहेनछ। हामी कसैले पनि गोल लगाएनौँ नि त, अनि त्यही भएर हामी चाहिँ पेनल्टीमा पुगेको थियौँ। सो हियर इज ओन्ली पेनल्टिज भिडियो। फर्स्ट पेनल्टी सेभ गर्ने चाहिँ हाम्रो पालो थियो, अनि अपोनेन्टले गोल हान्ने थियो, उसले चाहिँ आउट हान्यो। अनि हाम्रो पालो। अब यहाँ आयो मनिषा। अनफर्चुनेटली उसको पनि बल आउट गयो अनि कसैको पनि गोल भएन। यहाँ अपोनेन्टको गोल हान्ने पाला थियो, फेरि उसले पनि आउट नै हान्यो। अपोनेन्टले फेरि पनि आउट हान्यो अनि आए म। फाइनली गोल लगाएँ नि मैले चाहिँ, तर सोचेर आउँदा चाहिँ म अर्कै तरिकाले बल हान्छु भनेर सोचिरहेको थिएँ। अनि त्यतिखेर हान्दाखेरि चाहिँ अर्कै तरिकाले हान्नु पठाएँ कि, तर लक्किली गोल हुन पुग्यो। हाम्रो साथीहरूले चाहिँ पुरै सिडिएम भनेर पुरै हामीले हुटिङ गरिरहेको थियो। अनि उनीहरूको पनि चान्स थियो कि 1 गोल लाउन चान्स थियो, अनि डर थियो एकदमै। बट लक्किली हाम्रो किपरले चाहिँ गोल सेभ गरिदियो। अनि फाइनल्ली हामी चाहिँ फाइनलमा पुग्यौँ। अनि यो चाहिँ हाम्रो फाइनल डेको भिडियो हो। अनि फाइनलमा चाहिँ हामी म्यानेजमेन्ट र केमिस्ट्री पुगेको थियौँ। फाइनलमा चाहिँ पुरै रेफ्री दाइहरूले लाइन बसाएर एकदम फाइनल जस्तै भएको थियो। नेभी ब्लू प्लस वाइट मिक्समा चाहिँ केमिस्ट्रीको प्लेयरहरू रहेको छ भने यता ग्रिनमा चाहिँ हामी म्यानेजमेन्टको प्लेयरहरू रहेको छौँ। अनि रेफ्री र अपोनेन्ट टिमसँग ह्यान्डसेक गर्ने टाइम भएको छ। त्यस पछाडि हाम्रो चाहिँ फोटो सेसन सुरु भयो। अनि रेफ्रीले चाहिँ क्याप्टेन अगाडि बोलाउनु भयो अनि हल्का रुल्स, अनि कसले बल चुज गर्ने, कसले पोस्ट चुज गर्ने भन्नुभयो। अनि अपोनेन्टले चाहिँ बल चुज गर्यो अनि मैले चाहिँ किपरलाई नै सोधेँ कि उसलाई कता बस्दा कम्फोर्टेबल हुन्छ भनेर, अनि त्यही अनुसार बस्यौँ। फाइनली हाम्रो फाइनल गेम पनि स्टार्ट भयो। धेरै भिडियोजहरू स्किप भएको छ। अनि यो चाहिँ हाम्रो हाफ टाइम पछाडिको गेम हो। अनि केही समयमै फर्स्ट गोल लगाउन सफल भयौँ। त्यस पछाडि केही समयमै मुना राईबाट अर्को गोल भयो। देन फाइनली वी वोन द एफएसयु फुटसल टुर्नामेन्ट 2082। यति बेला त हाम्रो खुसीकै सीमा थिएन। गेम जिते पनि त्यसको एचिभमेन्ट चाहिँ अलिक दिनमा मात्रै पाउने थियौँ। हामीलाई बोलाउन चाहिँ 1:30मा बोलाउनु भएको थियो, तर 2:30 भइसकेको थियो। अनि फाइनली हामी एजुकेसन डिपार्टमेन्ट पुग्यौँ, तर त्यहाँ पुग्दा फेरि प्रोग्राम स्टार्ट भएको रहेन रहेछ। अनि मैले त्यहाँको पनि अलिअलि भिडियोजहरू क्याप्चर गरेँ। यहाँको ट्रफी, सिल, मेडल देख्दा त वाउ कतिखेर पाइन्छ जस्तो पुरै एक्साइटेड भइरहेको थिएँ नि म त। यस्तो रमाइलो माहौलमा पनि मलाई चाहिँ
अलिअलि कस्तो नरमाइलो फिल भइरहेको थियो किनभने चाहिँ मेरो पुरै टिम चाहिँ मसँग थिएन नि त जस्ट हामी चाहिँ 3 जना मात्रै प्रेजेन्ट थियौँ नि त सो वेट गर्दा फाइनली फुर्सलको नेम लिस्ट अनाउन्स भयो अनि हामी 3 जना गयौँ पुरै टिम नभएकोले चाहिँ मन लाग्छ अर्कै भाइब्स आइरहेको थियो नि त त्यही पनि त्यहाँ गएपछि चाहिँ आफूले मेडल र प्रमाणपत्र लिएपछि चाहिँ एकदम पुरै ह्याप्पी क्या अलिअलि नराम्रो लागेको पनि त्यहाँ गएपछि सबै हराइयो क्या बिर्सिहाल्यो खुसीले नै आफ्टर द्याट यो चाहिँ ब्याडमिन्टनको रनर अपको प्राइज चाहिँ हामीले रिसिभ गरिरहेछौँ मेडलमाथि मेडल पाउँदा त हाम्रो खुसीको सीमा नै थिएन नि यहाँ चाहिँ एउटा ठुलो सिल थियो नि त अनि त्यो सिल चाहिँ जुन डिपार्टले सबैभन्दा धेरै गेम जितेको छ त्यो डिपार्टले पाउँछ भनेको थियो अनि त्यस पछाडि धेरै चाहिँ एजुकेसन र हाम्रो सिडिएमको थियो अनि त्यो सिल चाहिँ कुन डिपार्टले पाउँछ त भन्ने लागिरहेको थियो कसैले एजुकेसन भनिरहेको थियो भने कसैले सिडिएम भनिरहेको थियो भने मैले पनि सिडिएम भनेर कराउँदै थिएँ फाइनली हामीले सिडिएममा चाहिँ ठुलो सिल र 5वटा ट्रफी ल्याउन सफल भयौँ यो चाहिँ रहेको छ हाम्रो लास्टको सेलिब्रेसन अनि रहेको छ हाम्रो एचिभमेन्टसँगै फोटो सेसनको यो रहेको छ फुर्सलको विनर यो ब्याडमिन्टन रनर अप र यो म्याराथनको रनर अप कङ्ग्रेचुलेसन टु माई खेलाडी गर्ल्स यो जितेर आउनु भएको छ पैसा यतान्न छ है साथीहरुलाई मेनी मेनी कङ्ग्रेचुलेसन यो रहेको छ हामी होस्टेल आएपछि साथीहरूसँग एकछिन रमाइलो गरेको मोमेन्ट यिनीहरू चाहिँ हाम्रो होस्टेलको सपोर्टिभ साथीहरू है यो रहेको छ ट्रफी र सेल हाम्रो पुरै टिम चाहिँ अस्ति थिएन त्यही भएर फोटो सेसनको लागि घडी भवन जाँदैछौँ फाइनली घडी भवन पनि पुग्यौँ त्यहाँ पुग्दा चाहिँ सबै साथीहरू आइसकेको थियो त्यही भएर हामीले फोटो भिडियो खिच्न सुरु गऱ्यौँ हाम्रो मेहनत अनि खुसीको क्षण चाहिँ यसरी सक्यो अनि हामीले फोटो र भिडियोज चाहिँ मेमोरिजको लागि बनायौँ थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ डोन्ट फर्गेट टु सब्सक्राइब फर मोर भिडियोज थ्याङ्क यू